यो प्रश्नको सोलुसन हेरौँ है त। एउटा परीक्षामा 93% विद्यार्थी पास, कति छन् त 93% विद्यार्थी पास र 259 जना विद्यार्थी फेल भयो भने सो परीक्षामा उपस्थित विद्यार्थीहरूको संख्या कति थियो भनेको छ। अब हेर्नु है, यहाँनिर प्रश्नले के भनेछ भन्दा 93% विद्यार्थी के त 93% विद्यार्थी पास हो भने 93% विद्यार्थी पास हुन् भने फेल चाहिँ कति प्रतिशत हो त? टोटल भने थाहा छ तपाईहरुलाई, पर्सेन्टमा टोटल भनेको 100% हुन्छ हो। अब 93% विद्यार्थी पास भने फेल प्रतिशत कति त? हेर्नु त, पास प्रतिशत भनेको छ 93 छ भने फेल प्रतिशत बराबर कति होला त? फेल प्रतिशत भनेको कति? टोटल भनेको 100, 100 बाट 93 पास भयो भने रह्यो कति त? 7% फेल हो। अब क्वेशन अनुसार यहाँनिर हेर्नु त, क्वेशनले के भनेको छ? 259 जना 259 जना विद्यार्थी फेल भनेको छ नि हो। अब फेल प्रतिशतमा 7% हो, संख्यामा कति हो त? 259। 7% भन्नु र 259 भन्नु एउटै हो क्या, भनेको 7% बराबर कति भयो त भन्दा 259 भयो। अब हामीलाई प्रश्नले के सोधेको छ त्यो हेर्नु पर्यो भने सो परीक्षामा उपस्थित विद्यार्थीहरूको संख्या कति हो? उपस्थित विद्यार्थी भने त 100% हो। अब यसलाई 7% लाई 100% बनाउन सक्नु पर्यो क्या। अब 7 लाई डाइरेक्ट 100 बनाउन सकिएन भने के त युनिटरी मेथड लाएर 1% मा झार्दिनु। 1% बराबर कति हो त? 259 भागा 7 भयो। यो 1 लाई त 100 बनाउन सकिन्छ। अब यो 1 लाई त 100 बनाउन सकियो। यतापट्टि मैले 100 राखिदिए भने 100 ले मल्टिप्लाई गरे भने उतापट्टि पनि के त 259 भागा 7 इन्टु 100 गर्नु पर्यो। ल 7 यहाँ 21 गयो, 4 बज्यो कति? 9 मा 49 भयो, 7 7 जा 49। ल 100% बराबर कति रहेछ त आन्सर भन्दा 3700 रहेछ। टोटल विद्यार्थी कति रहेछ त भन्दा 37 रहेछ। अप्सन ए चाहिँ यसको आन्सर रहेछ है त।